गुड मर्निङ सबैजनालाई। अनि म चाहिँ यहाँ चिया खाँदैछु साथीहरू। अनि चिया खाएर चाहिँ म फेरि माथि उक्लेको एकछिन यहाँ दोर्जर हेर्नको लागि साथीहरू। मर्निङ भनिदिनु सबैलाई। गुड मर्निङ साथीहरू। हेलो भन। गाइज यहाँ चाहिँ यो घर बनाउने भनेर सबै पन्छाउँदै हुनुहुन्छ सबजना मिलेर। बजे यता हेर्नु न, यस्तो गर्नु न ल। चाहिँ हाम्रो सानो पारी गाइज तपाईँहरू देख्न सक्नुहुन्छ। के खाएको भिम्रो? This is the vitamins. Churam I eat now. अनि उहाँ चाहिँ मेरो ठुलो मम्मी। अनि हामी चाहिँ खेतमा जानको लागि रेडी भएको साथीहरू। अनि ठुलो मम्मीको भिडियो गराइदिएको पुरा पोज दिँदै नाच्दै हुनुहुन्छ। चाहिँ हामी खेतमा आयौँ अनि अब काम सुरु गर्नुपर्छ साथीहरू। ठुलो मम्मीले चाहिँ मल छर्नु भएको अनि यहाँ चाहिँ मैले बिकासी मल छर्दैछु। अब हाम्रो चाहिँ चिया ब्रेक साथीहरू। अनि हामी चाहिँ चिया खाँदैछौँ। अनि उहाँ चाहिँ ठुलो मम्मी, मम्मी, ड्याडी। अनि मम्मीले चाहिँ पुरा नक्कल पार्दै हुनुहुन्छ। दुध अर्ग्यानिक दुध खाँदैछौँ, खेती गर्ने अर्ग्यानिक दुध खाने। यस्तो दुध खान पानी रहेछ। म त अस्ति नै आउनु पर्ने रहेछ, भोलि नै आउँछु। अनि अलिकति जोटेर सक्यो। त्यसपछि चाहिँ अब घाँस काटेर हामी चाहिँ घरतिर जान लाग्यो। अनि भाउजूको चाहिँ जोतेर सकेर पनि समाउन आउनुभएको थियो। अनि त्यसपछि उहाँ चाहिँ माइजू, उहाँले चाहिँ लसुन लाउन आउनुभएको थियो। एकदम ठिक लागेको छ। हाम्रो छोरीको भ्लग एकदम राम्रो हुँदैछ, कन्टेन्ट राम्रो बन्दैछ। र छोरी हामी मन छोरी दोकान अलि भरेन त, छोरी अलि हामी सेप्टेम्बरमा हाम्रो छोरीको भ्लगमा हामी पनि आइन्छ है। यहाँ चाहिँ हजुरबा हजुरआमा पनि समाउन आउनुभएको थियो। अनि मैले यसो भिडियो खिच्दिएको साथीहरू। अनि उहाँ दुईटा चाहिँ मेरो सानो अङ्कलहरू। पछाडिको अङ्कललाई चाहिँ लाज लाएर मुख छोप्नु भयो। मम्मीले चाहिँ पहिला यस्तै पात पड्काउँथ्यो क्या। अनि त्यस्तै पात पड्काउँछु भन्दै पड्काउनु लाउनु भयो साथीहरू। अनि अब चाहिँ हामी पनि घर जान लागेको साथीहरू। आजको मिनी ब्लग यति नै। बाई बाई गाइस, सी यू इन नेक्स्ट ब्लग साथीहरू।